मोना भेटघाटमा कस्तो फिलिङ्स आइरहेको छ तिमीलाई? नेत्र आजको कस्तो अनुभव भयो? आज कस्तो अनुभूति भयो? आजको अनुभूति यो इतिहास हो। एउटा चाहिँ लेभलै पार गरिसकेर 20औं वर्ष पार गरिसकेका साथीहरू आज यसरी हामी यहाँ भेट भइरहँदाखेरि चाहिँ यो एउटा इतिहास र गर्वको कुरा हो। यो फेरि हामीले दोहोऱ्याएर नपाउन पनि सक्छौँ र यसलाई यो अहिले भएको यो चाहिँ नि यो इतिहासको गौरवलाई स्थापित गर्नलाई सबै साथीलाई अनुरोध गर्छु। विक्रमजी आजको कस्तो भयो? आजको पिकनिकको अनुभूति एकदमै जीवनमा सबभन्दा ठुलो कुरा आजै होला सम्भवतः, किनभने यो चाहिँ एउटा पारिवारिक भेटघाट जस्तो भएको छ। तपाईँको धेरै 20औं वर्षसम्म काम भएको साथीहरू पनि आज भेट हुँदाखेरि धेरै अलिअलि मिठो हो त। अनि सबै साथीहरू आफ्नो व्यस्तता होला, आफ्नो बिजनेस होला, हरेक होला, तर यसमा के हुन्छ सबै अग्रसर भएर हामी दिनमा यसलाई जीवित राख्नको लागि हामी सबै लागि परौँ। यति हो कल्याण हाम्रो नवरेजीको 20औं वर्षदेखि भेट नभइरहेको साथीहरू हामी पढाइ लेभलमा चाहिँ 10 क्लासमा राम्रोसँग एसएलसी दिएर सफल हुनुभएका नहुनुभएका सबै साथीहरू भेट हुनुभयो। अनि यसै एकदम रमाइलो भयो। यो खुसीको भेट पनि भयो। यो जस्तो रमाइलो कुनै क्षण पनि छैन। एकदम रमाइलो भयो हजुर। तिमी त भर्खर आइपुग्यो रमेश। योचोटि पनि म मेरो विविध कारणबाट बिहान चाँडै उपस्थित हुन पाइनँ। यो भनेर चाहिँ एउटा हिजो हामीले चाहिँ सँगै एउटा स्कुल पढाखेरिमा पढेर अहिले कोही कता होइन हामीले एउटा जीवनोपार्जनमा चाहिँ सबै ठाउँमा जुन जति ठाउँमा गए पनि एउटा समय मिलाएर यो अवसर जुटाइदिने सबै साथीहरूलाई चाहिँ हृदयदेखि सबै आफ्नो कामको व्यस्तताले मन भएर आएको त्यो समय एकदम त्यो समय निकालेर आउन पाउनु भयो। बाहिर गएर आउन नपाउनु भएको साथीहरूलाई विविध कारणले गर्दा आउनु मन हुँदा हुँदैन आउन नपाउनु भएको होला साथीहरू होइन। अब त्यसको लागि चाहिँ अब यस्तै छ सबैजनालाई मिस गरेर हामीले हामी जति पनि यहाँ भेला भएको छौँ एकदम खुसी लागेको छ। खुसीको त्यो समयको एकदम याद एकदमै यस्तो कार्यक्रमहरू आगामी दिनहरूमा गर्नु जो साथीहरू समग्रमा एकदम राम्रो भव्य सभ्य र स्पेसल भयो। तपाईँले यस्तो मेहनत गरेर भिडियो खिचिरहनु भएको छ तपाईँ धेरै धेरै धन्यवाद। सबै कार्यक्रम सहभागिता जनाउनु होला। सकेसम्म चाहिँ समय निकाल्नु पर्छ। केही छैन, सबै राम्रो अर्गनाइज गर्नु। धन्यवाद। आजको विषयमा आज पिकनिक कस्तो भयो तपाईँहरू? आजको पिकनिक रमाइलो, एकदम मूलतः रमाइलो भएको छ। सबै साथीहरू भेट्ने चाहिँ सुवर्ण अवसर पाइयो। त्यसको लागि चाहिँ आयोजना गर्नुहुने सबै लागि पनि म लगायत अरू सबै साथीहरू थुप्रै साथीहरूलाई धेरै धेरै विशेष धन्यवाद। त्यसै गरी फेरि भेटघाट गर्न पाइयोस् भन्ने अभिव्यक्ति राख्छु। र यो पछि आउने काइमा हुने गरेको कार्यक्रमको लागि एकदम सहभागिता सबै ब्याजका साथी सकभर यहाँ नेपाल हुने साथीहरू सबैजना उपस्थित भएर त्यो कार्यक्रम भव्य र सभ्य तरिकाले चाहिँ सम्पन्न गराउनको लागि हामीले त्यो 2058 सालको ब्याजको चाहिँ झल्को आउने गरी त्यो रहेको कार्यक्रममा स्वयंसेवक भोलिन्टियरको काम मात्रै गर्न सकियो भने पनि 2058 सालको ब्याजको पहिचान आउँछ भन्ने लाग्छ मेरो विचारमा। सबै साथीहरूलाई विशेष धन्यवाद दिन्छु। हजुर आजको कार्यक्रमको अनुभूति फिलिङ? अनि यो वास्तवमा अब हाम्रो यो
हाम्रो स्कुल जीवनका साथीहरू जो भेट हुँदाखेरि धेरै पुरानो 22 वर्षपछि हामीलाई फर्काएको छ र धेरै पुराना यादहरू स्मरणहरू जीवनमा हामीले भोगेका छौँ त्यसको पुनर्ताजगी भएको छ र विशेष गरी अब हामीले यो स्कुल जीवनमा भोगेका साथीभाइहरू सहपाठी साथीहरू भोलिका दिनमा पनि जीवन्त चाहिँ सङ्गठित भएर एक भएर अघि बढ्ने हाम्रो जुन प्रतिबद्धतालाई चाहिँ यसले झन् प्रोत्साहन गरेको छ र विशेष गरी यही 82 साल वैशाख 29 गते जो हामीले पढेको स्कुल कालिका हिमालय उच्च माविको स्वर्ण जयन्ती हुँदैछ त्यो स्वर्ण जयन्तीलाई चाहिँ भव्य सफल बनाउनको लागि हामी जुन 58 सालका एसएनसीका साथीहरू एकताबद्ध भएर त्यो चाहिँ स्वर्ण जयन्ती भव्य रूपमा मनाउनको लागि हामी अहिले जुन सल्लाह गरेका छौँ त्यो दिन पनि सबै साथीहरूलाई हामी यसरी नै जम्मा हुनेछौँ र योभन्दा बढी साथीहरू जम्मा हुनेछन् भन्ने विश्वास लिएको छु र अत्यन्तै उत्साहित छु अत्यन्तै खुसी छु पुराना साथीहरू भेट्न पाउँदाखेरि अत्यन्तै खुसी छु धन्यवाद यो पिकनिक आयोजनमा गर्ने हामीले नै आयोजना गरे हो हामीले आफैमा हो एकदम खुसी लागेको छ पछि पनि यस्तै हुँदै जाओस् एक वर्षमा होइन 6 महिना 3 महिनामा भेट्न पाइयोस् हिमाल सरसफाइ कार्यक्रममा जान पाइयोस् सबै साथी हिमाल सरसफाइ वातावरण जोगाउनु पनि कार्यक्रम हामीले गर्न पाइयोस् पुस्ता जोगियोस् यस्तै गरी निरन्तर दिउन अरूले पनि भन्न चाहन्छु धेरै खुसी लाग्यो रमाइलो लाग्यो पछि नै यस्तै होस् धन्यवाद कस्तो आज कस्तो लाग्यो आजको दिन मलाई पुरानो साथीहरू एकदमै रमाइलो लाग्यो योभन्दा अगाडिको कार्यक्रममा अथवा वनभोज कार्यक्रममा म छुटेको थिएँ तर अहिले सामेल हुनु पनि धेरै खुसी लाग्यो आउँदा कार्यक्रमहरू पनि अथवा वनभोजहरू पनि सामेल हुन पाइयोस् रमाइलो गर्न पाइयोस् को आएछ मुना बाँकी छ त ल आजको कार्यक्रम प्रमुख मुख्य आयोजक व्यवस्थापन संयोजक साथीहरू सबैजना आइदिनु भयो धन्यवाद है रमाइलो भयो कार्यक्रममा अर्को वर्ष चाहिँ फेरि अझ साथीहरूको आगमनको अपेक्षा सहित आजको कार्यक्रम सफल भएकोमा सबै साथीहरूलाई हार्दिक नमन मेरो एउटा फोटो खिच्यो के खिच्यो आइफोनमा खिचेछ आइफोनमा खिचेन कसको फोटो खिच्यो उयो ठुलो मोबाइल कसको ग्रुपमा जाओस् है होला ल त्यो आइफोनमा खिचेको के राम्रो ग्रुपमा होला ग्रुपमा त्यो आइफोनमा राम्रो हालिदिनु पर्यो फोटोहरू हामी चाहिँ बस्न नमिल्ने हो मिलो जति चाहियो मिलो झाडा जान्नु पर्ला छैन नजिक बनाएर भएर पुग्यो नि यति है धन्यवाद सबले ग्रुपमा ठाउँ दियो त्यहाँ को फोटो खिच्छ साथीहरू मैले त अर्जुन टोपी थाप टिप्स थाप भने अर्जुन टोपी थाप म छु मात्र टोपी थाप भयो ल भयो ल धन्यवाद पछाडिको लोगो पछाडि
अब सुल्टो भयो भएको त पछाडि आदि पछाडि आदि अगाडि भएको भाइबहिनीहरु बस अब अगाडि दिने आयो अर्जुन टोपी थाप म जानला यो झोला हैन न टी-शर्ट झोला यो कोसेली फेर्नी हो तिम्रो बाबाको टी-शर्ट छ साँच्ची कहाँ छ कुसले फेरि के पसला झोलामा कसो छ मेरो रेड ओए रेड टी-शर्ट खोइ मिनाको मुनाको रेड टी-शर्ट रेड तिम्रो ऊ घलेगढी रे घलेगढी नै रे हो ल म त्यहाँ आउँदै भेट होला मेरो घलेगढी भन्दा अलि अगाडि मेरो झोला निकाल जिउको खुल्लै खुल्लै ए ओ काका ओए काका काका मोटाइ काका त्यो टी-शर्ट भेटेन हरिचन्द्रजी हामी चाहिँ पिकनिक सकेर निक्लिन लाग्यौं तपाईँ हामी के गाडीमा जाने भाइ गाडीमै जान्छौँ हामी सँगै हो नि त काठमाडौँ जाने हो काठमाडौँ जाने रसो जाने ल मलाई यो ग्रुपमा सबभन्दा नचिन्ने मानिस भनेको यस्तो म सँगै पढायो मलाई त्यस्तै भएन र हामीले त चिन्यौँ नि त मैले चिनेन त तर हामी दुईटैले नचिनेको म मात्रै हो कि भन्ने दुईजना त्यस्तो भनेछ रमेशले मलाई चिनेछ के हो के होला पैसा दिएर खुट्टा ढोक्यो यो होइन नबोल नि राष्ट्र विजेता हुन्छ उसले काटेर हालिहाल्छ नि योबाट किन है लौ न यहाँबाट एउटा किदिन यार यहाँ हामी 49 किलो र 50 किलो 49 र 50 अहिले 49 छ नि म त 57 म 70 गुरु 70 हो र तर देखिदैन भाइ हामी चाहिँ छैन के हो हामी छैन यहाँ हामी चाहिँ के हामी मान्छे होइन ल अनि त्यो गर्नु पर्यो नि त यो सबै ग्रुपमा जान्छ हाँसेन मेरो मोबाइलमा खिच्दिन चाहिँ हाँस्दैन हो त्यस भन्दै हान्दिन यो ग्रुपमा आउनुहोस् फेरि ग्रुपमा आयो नि हामी मान्दैनौँ है अब हाम्रो कार्यक्रम लगाउ सिद्धि हो त म काठमाडौँ जाने बेला बेला भन्छ अरे घरमा चाहिँ म ससुराले आउँदा पस्छु है अब मलाई थाहा थिएन घरमा ससुराले अलि आउँदै पायो नि कुरा बुझ्यो गयो गाडी खाली छ कि गाडी छ त्यसो भए त गयो नि हुन्छ हुन त भोलि आउनलाई त अलिकति झोला अलिकति लान्छ अलिकति लान्छ यहाँबाट ठाउँ छैन गुरु अब ल साथीको भाइ ल ल सन्तोष जाऊ ल खिचौँ है ल फोटो एउटा खिचौँ ल फोटो त केटा हो हेलो हेलो
रमाइलो त्यो खाते कहाँ मेरो मोबाइल त्यो मोबाइल मेरो मामा ससुरा कहाँ हुने भने